कुण्डली अनुसार हजुरको ब्रेकअप हुने अथवा बिछोड हुने, प्रेम सम्बन्ध बिग्रिने यस्तो कुनै योग छ कि छैन पत्ता लगाउन चाहनुहुन्छ? पत्ता लगाउन चाहनुहुन्छ भने आउनुहोस्, तपाईँको कुण्डली खोल्नुहोस्। कुण्डलीको यो 5औँ घर र 7औँ घरलाई चाहिँ 5औँ घर चाहिँ हाम्रो प्रेम स्थानको घर मान्छ भने 7औँ घरलाई चाहिँ विवाह स्थानको घर मान्छ। त्यही भएर हामीले प्राय यो घरलाई हेरिन्छ। यदि तपाईँको कुण्डलीको 5औँ घरमा 1 लेखेको छ र त्यहाँ गएर शनि बसेका छन्, या 7औँ घरमा 1 लेखेको छ र त्यहाँ गएर शनि बसेका छन् र त्यतिखेर शनिको दशा चल्छ भने तपाईँको बिछोड हुने अथवा ब्रेकअप हुने चान्स एकदम धेरै हुन्छ। या तपाईँको 5औँ कोठामा 4 लेखेको छ र त्यहाँ गएर मङ्गल बसेका छन्, या 4 लेखेको छ 7औँ कोठामा या 4 लेखेको छ त्यहाँ गएर मङ्गल बसेका छन् भने पनि ब्रेकअप हुने चान्स एकदम धेरै हाई हुन्छ। या 5औँ कोठामा तपाईँको 7 लेखेको छ त्यहाँ सूर्य छन्, या 7औँ कोठामा 7 लेखेको छ त्यहाँ गएर सूर्य बसेका छन् भने पनि त्यो बेला सूर्यको दशा चल्दाखेरि ब्रेकअप हुने चान्स एकदम धेरै हुनेछ। यहाँ जुनसुकै ग्रह बसेको मैले भने चाहिँ त्यतिखेर दशा चल्नुपर्छ त्यो ग्रहको।